हाम्रो ग्यारेजबाट चाहिँ दामी भ्यूज छ है केटा हो गाइस। अब टक्क लाएर यो चाहिँ म्याग्दी खोला भइहाल्यो होइन। यस्तो दामी भ्यूज आउँछ क्या हाम्रो यहाँ ग्यारेजबाट चाहिँ। आज चाहिँ मौसम पनि सफा क्लियर छ होइन। टक्क यस्तोरी चाहिँ हाम्रो ग्यारेज आउँछ कि होइन। दामी छ नि होइन। ठाउँ चाहिँ बब्बाल छ कि यहाँबाट चाहिँ। यो माथिको चाहिँ लभली हिल हो होइन। त्यो डाँडामा चाहिँ दामी ठाउँ छ। यहाँ ग्यारेजको अगाडि चाहिँ यस्तो फुलहरू पनि छ है। नेचुरल फुल हो नि त। आज चाहिँ हाम्रो यो बाइकलाई चाहिँ फुल फिनिसिङ हानेर टक्क रेसमा बसेको छैन। यसलाई चाहिँ अब खोलेर टक्क फुल सर्भिसिङ। यो चाहिँ हामी आफै चढ्ने बाइक हो होइन। यसलाई चाहिँ दामी बनाउने आज चाहिँ दामी बनाउने। हाम्रो हाकिम साहब भर्खरै आउनुभएको छ। के छ हाकिम साहब, चिया खाने होइन? ल चिया खाऊ। यहाँ छ थर्मस यता छ होइन। उहाँ थर्मसमा चिया छ, टक्क लाएर खाऊ, चिया हालेर खाऊ। आज चाहिँ यसलाई चाहिँ फुल फिनिसिङ इन्जिनको हल्का उस आइरह केमचेनहरूको। अनि केमचेन हाल्ने, मोबिल हाल्नु पऱ्यो, एयर फिल्टरहरू यता अग्रम बग्रम। आज यसलाई चाहिँ टक्क बनाउने होला हाम्रो ग्यारेजमा होइन। ल सबैजनालाई स्वागत छ होइन। अनि सबै बाइकको पार्ट्सहरू चाहिँ हामीसँग छ है। डट बाइकदेखि लिएर सबैको होइन। अब मोबिल सोबिलहरू होइन, अब बेरिङ सेरिङ होइन। अब चाहिएमा चाहिँ हामीलाई सम्पर्क गर्नु होला। अब ट्याक्क लाएर को मिस्त्री हो यस्तो फेरि? खतरा मिस्त्री हाम्रो। बनाउँदैछ है यो बाइक। आज चाहिँ कस्तो बनाएर निस्किन्छ केटा? कस्तो बनाएर निकाल्ने यो बाइकलाई? यो वान निकाल्नु पऱ्यो नि होइन। यो वान बनाएर टक्क कभर सभर हालेर माथिको उस खोलेर टाइपिट मिलाउने, केमजेन कस्तो छ त्यो हेर्ने, मोबिल फेर्ने होला, मोबिल कस्तो छ हेर्नु पऱ्यो। अस्ति त ब्रेक सुहरू फेरेको होइन, बेरिङ सेरिङहरू सब चेक गर। अगाडिको सक कस्तो छ, लिक छ कि छैन? लिक भयो, लिक बनाऊ है। यो सकहरू अगाडि हल्का लिक छ होला, यो चाहिँ सबै चेक गर है यिनीहरू। यो पनि अब भाडामा पठाउने होला होइन केटा? यो चाहिँ बसन्ती है हाम्रो ग्यारेजको बसन्ती हो यो चाहिँ। खोलिसक्यो ट्याङ्की। अब कसरी बनाउँछ हेर्छु मेरो भाइले। रेसमा पनि बसेको छैन है केटा। सुनिस् समीर, कार्पेटर खोलेर डक्क सफा गर्ने। यहाँ हाकिम साहबले सिकाइराख यताबाट यस्तो गर्दैन र यता। ल दुईजनाले झप्प काम गर्दैछ केटाहरूले ट्याक्क लाएर होइन। यसको चाहिँ सबै गर्दैछ। अझै मोबाइलमा सिक्दैछ केटाले हेरेर। के हेरेको? आम हो एउटा टक्क लाएर होइन दामी तरिकाले। हाम्रै भिडियो हेरेर फेरि होइन। हाम्रै भिडियो हो, हाम्रै ग्यारेजको भिडियो टक्क लाएर मलाई हेर्दै काम गर्दै गरे केटाहरूले होइन। ल ठिक छ, झमाझम झमाझम। हामीसँग चाहिँ सब बाइकको है, सब बाइक। अब बुलेटदेखि लिएर डुक होइन, अनि त्यसपछि क्रसफायर, स्कुटर, अब नर्मल बाइकदेखि लिएर होइन सबै बाइक भनौँ न अलराउन्डर बाइकहरू बनाउँछ। सम्झिनु होला हाम्रो एपी बाइक स्टोरमा होइन। आरसी पनि टक्क त्यहाँ अब यसलाई पनि बनाउने हो। यो आरसी पनि अब यसको सामान आउँदैछ। सामान आयो भने चाहिँ यो पनि दामी हुन्छ। यो आरसीलाई पनि खतरा बनाउने हो होइन।
त्यो बाइकलाई चाहिँ राम्रो बनाएर आफै चढ्नु बनाउनु पऱ्यो कि सानो सिसी होइन पेट्रोल पनि कम खाने बजार हिँड्दाखेरि चाहिँ यसलाई टक्क बनाएर हिँड्दाखेरि चाहिँ आनन्दले के यो बाइकमा चाहिँ गोली हुन्छ होला यो बाइक चाहिँ अब पुऱ्याउने होला साइन होन्डा साइन खुल्यौ केटाहरूले खुल्यौ टाइपिट मिलाऊ होइन टाइपिट उमा पहिले चाहिँ उमा राख त्यसलाई यसलाई चाहिँ टक्क लाएर पहिले चाहिँ टाइमिङमा राख अनि त्यहाँबाट हेर टाइमिङ हेर है पहिले टाइमिङ हेर हो टाइमिङ हेर्दैछ केटाहरूले टाइमिङ राम्रोसँग हेर है केटा हो स्लेफै हाने खाने त्योमा कसरी त्यो उसको होला नि मोटरको अर्थिङको टार छुट्यो हेर अनि फिल्टर पनि हेर है फिल्टर पनि ठिक छैन जस्तो लाग्यो कचडा ल के कान्न पऱ्यो त्यो न्युट्रलको डाइरेक्ट देखाइ गऱ्यो नि त त्यो भनेको अर्थिङको रहेछ के न्युट्रलमै छैन भाइ ल ल बल्ल न्युट्रलमा बस्छ अझै छैन हात हान्छ नि फेरि त्यस्तो गर्दाखेरि मोबिल आएन त मोबिल आएन मोबिल आउने पाले बुझाउँछ आयो अहिले ठिक छ ल भयो अफ गर ल दामी आवाज आएन नि होइन बोबाल अवश्यले भान्ने बनाऊ ब्याट्री एक साइडको दामी छ ल साउन्ड चाहिँ दामी आयो अब चाहिँ यो कभर लाउँदैछ भाइले इन्जिन गम लाएर अनि त्यसपछि चाहिँ ब्याट्री चाहिँ चार्जमा हो एउटा यसको ब्याट्री चाहिँ नयाँ हालेको कुन चाहिँले टप्काइदिएछन् केटाहरूले कुन चाहिँले टप्कायो नयाँ ब्याट्री थियो यार मैले नयाँ ब्याट्री हालेर राखेको नि त यसमा त समीर नयाँ ब्याट्री हालेर राखेको थियो नि त पहिले त वान ट्याप हान्थ्यो नि याद छ कि छैन कुन चाहिँले साट्यो के बटर खोलेर यसलाई अर्को खालको उस बनाउनु पर्यो है कभर हालेर हाल्दैछ भाइले होइन दुईटा कार्पेटर बनाउनु लाग्छ है यिनीहरूले यो चाहिँ अब साइनकै भइहाल्यो होइन अब यसले चाहिँ यो निब्बीको यो खै देखाइ त नि यहाँ निब्बीको कार्पेटर देखाइदियो त यो मिल्छ भने निब्बी है यो ओरिजिनल निब्बीको कार्पेटर चाहिँ साइनमा हाल्न लाग्यो केटाहरूले मोडिफाई गरेर ल यो मिल्छ कि मिल्दैन मिल्छ नि होइन ढुक्कै हो ल निब्बीको कार्पेटर चाहिँ साइनमा हालेर अनि कुडुङटुङ कुडाउने विचार गरेर राखेको केटाहरूले निब्बीको है यो चाहिँ ओरिजिनल कार्पेटर चाहिँ साइनमा हाल्दैछ है केटाहरूले ल ठिक छ अब यिनीहरूले चाहिँ यसलाई चाहिँ सडक्क है कस्तो हुन्छ हेरौँ यो कार्पेटर पावर दिन्छ कि यो कार्पेटरले पावर दिन्छ
त्यो त राखेको कार्पेटर हो नि, त्यो बाहिर राखेको थियो, त्यही भएर पानी परेको कि त्यसमा फुल सफा हान्देऊ त्यसलाई चाहिँ। कार्पेटर सफा गर्दैछ भाइले। हाम्रो ग्यारेजमा चाहिँ सबलाई वेलकम छ होइन। आज चाहिँ हामीले यसलाई चाहिँ टक्क निब्बीको कार्पेटर हालेर जोडी बनाउँदैछौँ। सिट हाल्ने, साइड कभर हाल्ने यहाँको, अनि त्यसपछि चाहिँ टक्क कुदाउने होला यो बाइक। यो नम्बर पनि खतरा छ नि, 10-1 अनि 37, 10-1 पर 37, दामी छ नम्बर पनि। ल हामीले चाहिँ फाइनल्ली कार्पेटरलाई चाहिँ के अरे यो बाइकमा चाहिँ हामीले चाहिँ निब्बीको कार्पेटर हालेर टक्क मिलाएको छौँ है साउन्डमा। अब चाहिँ दामी हुन्छ पावर, जस चल्ने लाग भयो। बाइक रेडी भएर ऊ सोल्टीले कुदाइराख निब्बीको कार्पेटर हालेर। ठिक छ चिरी भुरिदिन्छ नि हेरी। ल ल कस्तो भइन्छ के त ओइ उट्टा नबल त्याउने उस स्पकेट हालिदियो त अगाडिको स्ट्यान्डमा हाल, अनि यसको अगाडिको डाटी हालिदियो। मामा सिरीलाई रुवाइन्छ होइन बाइकले, होइन रुवायो केले त नि भन्नु न मामा, केले रुवायो त नि? बुढेसकालमा डट बाइक चढेपछि त्यस्तै हो मामा। हो यो आखिर के समस्या छ यो रातो आदि त आखिर काम गरेको नि त हैन, लाइनले बोल्ने काम गरेको, पोलिसले नि कामै गरेको, यो आखिर के समस्या भएको? दाटी त अनि मुरल्टे टाउको भए त अनि मुरल्टे